नमस्कार सर। हजुरको शुभ नाम? मेरो नाम सुरज हो सर। अनि तपाईँ इन्डियाको ठाउँमा बसेर लामो विगत धेरै वर्षदेखि एउटा कालीगढ क्षेत्र अथवा होटल लाइनको होटल लाइनबाट कालीगढ क्षेत्रमा काम गरिराख्नुभएको छ। तपाईँको बनाउने परिकारहरू के हो? कुन चाहिँ कालीगढ के हो? तपाईँको अलिकति परिचयसँगै अलिकति भनिदिनुहोस् न। नमस्कार, म सुरज सोनी। म गुजरातमा साउथ इन्डियन डिपार्टमेन्टमा काम गर्छु। लगभग कति वर्ष भयो त्यहाँ काम गरेको तपाईँले? म 20 वर्ष जति भयो। भनेपछि एउटै डिपार्टमेन्टमा कि अरू अरू ठाउँमा पनि गर्नुभयो काम? प्राय एउटै डिपार्टमेन्टमा गर्नको 12-15 वर्ष चाहिँ भयो। वाह, 20 वर्ष भयो र 12-15 वर्षको हाराहारीमा तपाईँले यो अनुभव बताइराख्नु भएको छ। दर्शकबिनहरू, मैले तपाईँलाई यो भिडियो बनाउन कारण के भने टमाटरको पनि पाउडर बन्छ भन्दा मलाई अचम्म लाग्यो। हाम्रो गुरुसँग मैले भेटेँ, उहाँले इन्डियामा लगभग अहिले भनिसक्नुभयो होइन, धेरै लामो समयसम्म उहाँले चाहिँ कालीगढ क्षेत्र अथवा कुकम्यानको काम गरिराख्नु भएको छ र उहाँले के बनाउनुहुन्छ त्यो पनि अहिले भन्नुहुनेछ तपाईँहरूलाई। तर उहाँले के भन्नुभयो भने इन्डियाले टमाटरको पाउडर, प्याजको पाउडर बनाएर ठुला ठुला देशहरूमा चाहिँ पठाउने गर्छ र यसैले इन्डिया चाहिँ धनी हुँदैछ भन्ने कुराहरू गर्नुभयो र यो कुरा तपाईँहरूले सुन्नुहुन्छ, हाम्रो देशको जनताले सुन्नेछ, हाम्रा ठाउँका सम्बन्धित व्यक्तिहरूले सुन्ने छन् कि भनेर हामीले चाहिँ भिडियो बनाएका छौँ। अनि तपाईँले सर पाउडरको कुरा अघि नै गर्दै हुनुहुन्थ्यो। पाउडर भनेको कस्तो के जस्तै तपाईँले अरू धेरै पाउडर त हामी देखेका छौँ, जस्तै तपाईँले दानाहरू पिसेर बन्ने पाउडर त हामीले देखेकै छ भने तपाईँले टमाटरको पाउडर भन्नुभयो कि अचम्म लाग्यो हाम्रो सुन्दा। हुन्छ सर। अलिकति हाम्रो साथीहरूलाई हाम्रो ओनियन पाउडर हुन्छ, त्यसपछि जिन्जर पाउडरहरू हुन्छ, गार्लिक पाउडरहरू हुन्छ, टमेटो पाउडरहरू, यो सब गरेर यो होटल लाइनहरूमै युज हुने हो पाउडर। हजुर, यो पाउडरहरू पहिला इन्डियामा बाहिरदेखि आउँथ्यो भने अहिले इन्डियाबाट बाहिर देश जान्छ। अहिले यो सबै पाउडरहरू बनेर त्यही स्थानीय ठाउँमै उत्पादन गरेर ती पाउडरहरू चाहिँ हजुर बाहिर जान्छ। हजुर। यदि इन्डियाले चाह्यो भने त पाउडर नबनाएर है हजुर तपाईँको प्याजै पनि त पठाउन सक्थ्यो होला नि त। तर त्यसो किन गर्यो त्यसले? आफ्नो पनि त प्रोडक्ट बनाएर होइन, अझै पहिला बढी उताबाट महँगो पर्थ्यो भने अहिले आफ्नै ठाउँमा बनिरहेछ, आफ्नै ठाउँबाट बाहिर गइरहेछ त अहिले कम्पनीले उसले पनि त पाइरहेछ नि त। जस्तै मानौ न, सपोज तपाईँलाई प्याज 100 रुपियाँ किलो छ भने तर त्यसको तुलनामा उसलाई चाहिँ पिसेर पाउडर बनायो भने त त्यो बढी मार्केटमा बढी मूल्यमा त जाने भयो नि त होइन। अब 100 रुपियाँ प्याजलाई पेलेर तपाईँले पाउडर बन्यो भने त्यो तपाईँको 300 रुपियाँ प्याकेट पनि जान सक्छ होला, महँगो पर्छ होला, किनभने त्यसमा क्वालिटी स्ट्यान्डर्ड हुन्छ होइन, तरिकाहरू हुन्छ। अनि त्यो पाउडर बनाउँदाखेरि कसरी प्रयोग गर्ने हुन्छ, केही अनुभव थाहा छ तपाईँलाई? जस्तै एउटा जस्तै पाउडर जस्तै अब ससमा हाल्ने कुराहरू हुन्छ कि अथवा त्यस्तो केही बनाउँदाखेरिमा यो फुडहरूमै प्रयोग हुन्छ होइन त्यस्तो कुराहरू। अनि अरू जस्तै त्यो मेसिनहरूबाटै बनाइन्छ होला, मसिनहरूबाट त्यसको प्याकिङहरू गरेर बाहिर देशहरूमा चाहिँ गरिरहेको छ। दर्शकबिनहरू, हाम्रो कुकम्यानले भन्नुभयो एउटा कुकको अनुभव भएको कारणले गर्दा पाउडरको कुरा आयो र प्याजको पनि पाउडर बन्दो रहेछ। यो हाम्रो लागि अनौठो कुरा हो, किनभने हामीले त जन्मजातै देखेको छैनौँ। टमाटरको पनि प्याज बन्दो रहेछ। तपाईँ सुन्दा अचम्म लाग्यो है। टमाटरको प्याज हामीले सस चाहिँ देखेका थियौँ, तर प्याजको टमाटरको चाहिँ तपाईँले पाउडर पनि बन्दो रहेछ। सस त अब टमेटो ससहरू, चिल्ली ससहरू, के चाउमिन नुडल खाँदा पनि हामीलाई सानो अनुभव छ नेपालमा देखेको, तर अझ स्ट्यान्डर्ड ठुलो अनुभव त त्यति छैन। तर पनि हाम्रो लामो वर्षसम्म काम गरेको व्यक्तिसँग आज भेट्न पाउँदा मलाई खुसी लाग्यो। उहाँको गेटअप पनि हेर्न सक्नुहुन्छ तपाईँ है, एकदम पन्जाबी स्टाइलमा हुनुहुन्छ उहाँ चाहिँ, मान्छे हँसिलो होइन। यो युवा अवस्थामा इन्डियाको ठाउँमा धेरै लामो समयसम्म अनुभव बटालेर एउटा आर्थिक राम्रो कमाइ भइरहेको छ। तपाईँलाई आफ्नो पारिश्रमिक भन्न मिल्छ त्यहाँ? जस्तै कमाइ के आफ्नो तलब के कतिसम्म दिन्छ तपाईँले त्यहाँ? अहिले लगभग 30,000 भारूसम्म तपाईँले दिइरहेको छ। ल हेर्नुहोस् त साथीहरू, एउटा कुकले 30,000 भारू भनेको यहाँको चौथो निजामती कर्मचारीको सरकारी तलब हो। त्यति तलब एउटा कुकमेनले खाइरहेको छ भने आज भारत कहाँबाट कहाँ पुगिसक्यो। हाम्रो देशमा खालि लड्नु र भिड्नु बाहेक कुरा काट्न ठिकै छ, तर हाम्रो देशको आय स्वरूप बढाउने चाहिँ भने महत्त्व छैन, कसैलाई पनि चासो पनि छैन। र यो सानो अनुभवसँगै भाइसँग मैले भेटेँ, हाम्रो कुकम्यान सरसँग, र त्यसैले यो सानो अनुभव पाउडर बन्दो रहेछ भन्ने कुराहरूले गर्दा मैले यो भिडियो बनाएको। तपाईँले सेयर गरिदिनु होला र यस्तै नेपालमा भएका उत्पादनहरूलाई पनि हामीले प्रोडक्ट उत्पादन सबै कुरा गरेर विकास गरेर अन्य ठुला देशहरूमा पठाउन सक्यो भने हाम्रो देश भोलि नै धनी बन्छ। देश धनी बनाउनलाई तपाईँ धनी बन्नुपर्छ। तपाईँ धनी भने यो राष्ट्र धनी बन्नेछ। अनि हाम्रा देशका युवाहरूले विदेशमा होइन, खाडी मुलुकमा होइन, यही नेपालमा चाहिँ रोजगार पाउन सक्छन्। हुन्छ, धन्यवाद, थ्याङ्क यू।